हजारौं वर्ष पहिले दुई भाइहरूले पृथ्वीमा शासन गरेका थिए। ती दुई भाइलाई भगवान शिवको आशीर्वाद प्राप्त गरेको थियो। एक हरियो र अर्को रातो। हरियो ढुङ्गाहरू शान्ति, उपचार र बलको प्रतीक थियो, जसलाई ठूला भाइले पूजा गर्थे, जो भगवान शिवका भक्त थिए। एक दिन पाप धेरै बढेपछि भगवान शिव एकदम रिसाएर दुई भाइ बीच आउनुभयो। तिमीहरू मैले दिएको शक्तिको गलत काम गर्न पाउँदैनौ। त्यसपछि दुई भाइ क्षमा माग्न थाल्छन् आफ्नो पापको लागि। भगवान शिव भन्नुहुन्छ, म बोलेको वचन त फिर्ता लिन सक्दिन, तर एक दिन यो शक्तिको मान्य हुने व्यक्तिहरू यो धरतीमा आएपछि तिमीहरूको पुनः शक्ति पाउँछु। भगवानले त्यो ढुङ्गा पहाडमा गरिदिनुभयो। हजारौं वर्षपछि त्यो शक्ति अहिले माया र लोहितासुर नामको दानवसँग आएको छ। एक भर्खरको बच्चा जो हजुरआमाको परवरिशमा राम्रो काम र कर्ममा विश्वास गर्छिन् भनी अर्को लोहितासुर हजारौं वर्ष पहिला पाएको शक्ति अब दुई ढुङ्गाको शक्ति मेरो हुनुपर्छ भनेर फेरि क्रोधको अन्धोपनमा बसेको छ। यो केवल बलको लडाई होइन, यो करुणा र विनाशको बीचको लडाई हो। उनलाई पराजित गर्न माया शक्तिको वास्तविक अर्थ बुझ्नुपर्छ, हानि नगरी उपचार गर्नु। उनको निर्णयले पाथरहरूको भविष्य र पृथ्वीको भविष्य निर्धारण गर्नेछ। कहानीमा के हुन्छ यो बुझ्नको लागि च्यानलमा नयाँ हुनुहुन्छ भनी लाइक र सब्स्क्राइब गरिहाल्नु त। हामी सबै अब अर्को रोमाञ्चित भिडियोमा भेट हुनेछौँ।